नेपालमा भुइँचालो भन्दा बढी त चुनावै आइरहेछ यो के भइरहेछ यो बालनले यहाँ 100% जित्यो म नेपाली कांग्रेसको तर म यसपालि सूर्यमा हाल्दैछु किन भन्नु म सूर्य हराउने पक्षमा हो केपीले हार्नुपर्छ तर होइन भोट हाल्छु लस बताइदिन्छु म कस्तो अनि मैले जहाँ मत हालो त्यो हारेको छ केपीले हाल्ने लस बताएर ओलीले त झन् देश विकास गरे भन्छ कहाँ के विकास गर्यो ओलीले गरे हैनन् 76 जना अस्ति मार्यो पर्जन्यले ओलीले मारे हो त ओलीले त प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ लिन्न भन्नुभयो लिन्न भयो जनताले हाल्नु पर्छ मुर्गीले गएर मेरो खराब पानी छ मेरो खराब दुधको दुध पानीको पानी हुन्छ दुधको दुध पानीको पानी एमाले र माओवादी त सखाप काङ्ग्रेस पो 10-15 सिट आउँछ 10-15 सिट मात्रै मात्र यात्रा अरू के आउने चाहिँ कता हो यस्तो घन्टी नि हुन्छ है बच्चा पुरै गर्लफ्रेंड है तेरे पास यस्तो भयो घन्टी बज्यो घन्टी बज्यो घन्टी बज्यो मनको ओए दाइ गाडी आयो त यसमा जाने होइन अरे म नजाने किन कांग्रेस अनि कस्तोमा जाने र क्षेत्र नम्बर 5 मा चाहिँ बालेनले हार्यो भने मत परिवर्तन भएन नेता नफेर्ने जनता फेर्ने प्लेन टिकट काट्ने विदेश चल्दिहाल्ने केपी ओली कि बालन छ हाइट अझै ओली भन्छन् किन बालन भन्दैन त बालन अब यसमा चाहिँ इबोकलाई हेर्नु पर्यो केपी को पैसा खाने बालनलाई ठोक्ने भयो तारामा हो भाइ तारामा यहाँ घन्टी त यहाँको मान्छे होइन नि त ताराको स्थानीय मान्छे परे युवा चाहिँ घन्टीमा हो परे युवा चाहिँ घन्टीमा हो करेक्ट तुम्हारी हमारी दोस्ती जमेगी ओलीले भत्ता दियो बुढाबुढीको बुद्धि खोइ ओलीका बाउको घर बेचेर दिएको होइन हामीलाई भत्ता हाम्रा छोराछोरीले रिमिटेन्स पठाएको पैसा हो अनि आमा यो भन्दा अगाडि चाहिँ कसलाई मतदान गर्नुहुन्थ्यो भन्न मिल्छ म त सबैलाई गर्थेँ ओलीले धनी पूर्जा दिन्छु भनेर खप्पै पाएर चोरले अब आयो भने जुत्ताको माला लाउँछु म टोलमा म चाहिँ घन्टी गर्दै हल्ला गर्दै हिँड्थेँ तर दिन त सूर्यलाई नि दिने हो त्यो मधेस कहाँको आउँछ ओर्छ र हामीले 1-2 दिन झलाउँछ तर सट्टा हिँड्छ काठमाडौँ उसको छोड्दैन उसले हेर्नु पर्यो भने पनि उसले जनकपुर हेर्छ हामीलाई हेर्दैन हेर्ने भनेको केपी बानी हुन् मलाई भोट त दिनु होला हजुर म घर दैलो गर्दै आएको है ए कसले जित्छ कसले हार्छ कसैलाई मतलब छैन तर बाख्रो ब्याएन भने बोको कुटो चाहिँ पाइँदैन कसले जित्छ कसले हार्छ कसैलाई मतलब छैन तर बाख्रो ब्याएन भने बोको कुटो चाहिँ पाइँदैन सरी मेरो चुनाव चिन्ह चाहिँ हेर्नु है ल राम्रोसँग अरे हाम्रो बाटो पनि हेर्नु है चुनाव चिन्हमा त हेरेर हुँदैन यो बाटो हाम्रो हालत खराब छ तपाईहरु त सब भोट माग्न आउँदा पो जानु आउनु भएर यस्तो बर्खा हामीलाई कस्तो गाह्रो हुन्छ म गिरिजा प्रसाद कोइरालासँग काम गरे मान्छे हो त के नाच्यो 5 वर्ष काम गर्नु अब आउनु भयो 4 वर्ष अध्यक्ष ज्यू छन्तेल ए केशव तेल ज्यू हाम्रा गालामा थप्पड हान्न मन लागिरहेको होला है केही छैन बाध्यताले लगा हो भोट त घन्टीमै दिने हो आर यु कमेडी मी
त्यस्तो धेरै तामझाम केही देखिँदैन, मान्छेलाई चुनावमा धेरै खर्च गरेको देखिन्छ। हजुरमा यति धेरै सरलपन छ, यो के कारणले गर्दा होला? पैसा नभएर यो कार्यक्रममा केपी शर्मा ओली आउनु भइरहेछ। मेरो साथी चाहिँ यहाँनिर घन्टी बजाइदिइरहेको छ क्या, घन्टी बजाइरहेको। जेन्जी हो बुवा, म ज्याङीको बाउ हुँ। म ज्याङीको हजुरबाउ हुँ क्या। कान्छा हलोले गोरु बिग्रिसके के को हलो? म जेन्जी हो। घन्टी अहिले घन्टी के भन्नु हजुर, अब म त शेरबहादुर पार्टी परि। अल्पमतमा पर्नु पर्यो यहाँ। हजुर, म शेरबहादुर भने फेरि तपाईँले नेपाली काङ्ग्रेसको शेरबहादुर सम्झिनु भयो होला। ए अर्को नयाँ म एकदम स्वतन्त्र शेरबहादी। यहाँ जे आउँछ मोबाइलमा राम्रो चिज जे आउँछ त्यसलाई सेयर गर्ने शेरबहादुर चाहिँ म। एमाले पनि भोट हाल्यो, अहिले चाहिँ म घन्टीमा भोट हाल्छु। किन घन्टीमा भोट हाल्छु अहिले चाहिँ। किन त? किन मेरा छोराहरू विदेशबाट पनि मलाई घन्टीमै हाल भने र म घन्टीमा हाल्छु। घन्टी बजाउने हो अहिले चाहिँ। 5 वर्षमा पल्टाउने हो, एउटालाई बेरेर अर्कालाई पल्टाउने हो र अहिले चाहिँ घन्टी। यो पल्ट ठ्याक्कै भन्नुहोस् बा, सरकार कसको भन्छ ठ्याक्कै भन्नुहोस्। सरकार घन्टीको आउँछ, घन्टीको आउँछ बाले नि यो पल्टलाई देश विकास गर्छन् ढाका। यस्ता युवाले नभए त्यो बुढो आँखा जाली लाएछ बेलुका गरेर सुत्नेले विकास गर्छ। यसपालि भोट घन्टीमा मात्रै हाल्ने? घन्टीमा मात्रै हाल्नु। नेपालमा रह्यो क्या त, अब आमा जति बेच्दिया, बहिनी जति बेच्दिया, अब देउता थान बाजा बाजा थियो, त्यो जो आउनु परेन, घन्टीमा हाल्नु परेन त। सरलाई 4 मा खसी र बाख्रा चोरेर केही पनि छैन अरे। अनि त्यहाँको किसानहरूले चाहिँ अहिले चाहिँ बाख्रालाई र खसीलाई चाहिँ घाँटीमा घन्टी बाँधेको रवि दाइको घन्टीमा जाने हो, मासु भात चाहिँ अर्काइको खाने हो। घन्टी दिने निने, घन्टी दिने निने, घन्टी दिने दिने, नाताम दिने। नेपाली कांग्रेस जिंदाबाद, भोट केमा घन्टीमा। नेकपा एमाले जिंदाबाद, भोट केमा घन्टीमा। मेरा तो इतना लाइफ खराब हो गया, इतना लाइफ खराब हो गया मेरा। भोट चाहिँ घन्टी सबमा रिश्तामालाई जिताउ अभियानमा। ओन्ली घन्टी। भोट केमा गएको? भोट सूर्यमा। सूर्यमा हो। खोइ झन्डा पनि झन्डा हाल्यो नि एकपल्ट। ल अनि हिजोसम्म त माटो बन्दै थियो, कसले जाँड खुवायो तिमीलाई? कि मासु भात खुवायो? हामीले एकचोटि यो घन्टीलाई मात्रै भनेर मात्रै हामी तपाईँहरूलाई मात्रै आउनु दिएको एरियाले यहाँ, नत्र अरूलाई त आउन दिने उही छैन। विदेशी दलाल जो छ लुकेर होइन। भेट्नु भयो त दालिलाई? भेट्न त भेटिनौँ तर नजिकबाट देख्यौँ। भेट्न पाइन्छ कि नै हाम्रो लागि ठुलो। बालेन साको लागि जे पनि कलेज बन्द गरेर आएको म। मेरो खराब पानी छ, मेरो खराब। दाइ सूर्य छ? सूर्य छैन घन्टी छ। सूर्य छैन घन्टी छ। ल बालेनले उहाँ झापाबाट 5000 भोट ल्याएर देखाइ गोलीसँग। ल तँलाई मैले फुलको माला लाइ नै। यतापट्टि केपी शर्मा ओलीको समर्थकहरू रहेको छ भने कसले मलाई 1 लाख दिन्छ त्यसैलाई भोट दिन्छु, न त मरे नै दिन्न जा। घन्टी रङ 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 पार्ने हो, हिँड्ने हो। ज्यान माराको त अब काम छैन नि यहाँ नेपाल। ज्यान मारा को? जोसुकै होस् नि, नानीहरू मार्ने को? बात त सही है। के गर्नुपर्छ र? आफ्नै मान्छे हुनु, गाउँका छ्या छिमेकी इष्टमित्र कुलकुटुम्बा नर नातो यत्रदेखि देखाएको नाङ्गै हिँड्थे। बेइज्जत नगर्नु न, मेरो उम्मेदवार हो। अब भिडियोहरू आउँछ, फेसबुकतिर भिडियो आउँछ, भिडियोमा देख्नै भयो होला। म कहिले कहिले बौलाउँछु। महावीर पुनको अनुहार हेर्न चाहनेले महावीर पुन यहाँ छ।
अनि जस्तै बालेन शाह त यो ठाउँको मान्छे नै होइन, उहाँले कसरी यो ठाउँलाई विकास गर्न सक्छन् त? नेपालको त हो नि भाइ। केपी ओली पनि त बस्नुहुन्छ यहाँ र अड्डा जमारा हुँदैन नि त केपी ओलीले पनि, त्यही हो। भोटकेमा रुखमा रक्सी मासु मुखमा सही पनि एमाले मै पनि एमाले। अब फेरि अर्को नयाँ घन्टी भने अर्को लौरो भने हल्लायो हिँडे। अब आफ्नै लौरो हल्लाउनै बस्ने देशबन्धन बन्धन देश। एउटै बालन शाहले सबैको तोरीको फुल देखाइरहेका छ। कसरी देखायो भन्दा हाम्रा कमजोरी छ, त्यसैले देखायो। खत्तम बाई बाई टाटा। कसले जित्छ त मलाई सरकार छैन। परिवर्तन चाहने व्यक्ति म हुँ, मेरो भोट परिवर्तन हो। म आजको दिनसम्म एमाले हो, मेरो बाबुबाजे एमाले हो, सबै हामी एमाले हो नि। तर म परिवर्तन चाहन्छु यसपालि। केपी शर्मा ओली हुनुहुन्छ, उहाँले राज गरिरहेको आफ्नो क्षेत्रमा विकास गर्नुहुन्छ। त्यो बालेन कहाँको त्यो आएर यहाँ विकास गर्छ। हामीलाई झापा जिल्ला विकास गर्ने व्यक्ति चाहिएको होइन, सुन्नुहोस्, हामीलाई देश विकास गर्ने मान्छे चाहिएको हो कि होइन? केपीले आफ्नो ठाउँ बनाउने हो भनेदेखि, तपाईँको प्रचण्डले आफ्नो ठाउँ बनाउने हो भने, शेरबाजीले आफ्नो ठाउँ बनाउने, नेपालको अस्तित्व खोइ। तर ऊ ठाउँमा नआएर एउटा गढमा आएर उसले हात हाल्नु भनेको नि हामी भाग्दैन। म चाहिँ भन्छु अरू के छ, म भाग्दैन। मेरो मत यसपालि सही ठाउँमा जाने।